सेवारो नमस्ते। आज हजुरहरूको अगाडि मन भारी भएर एकदमै पीडा लिएर अगाडि आएको छु। हेर्नुस् न, प्रकृतिको अगाडि हामी मानिस जति शक्तिशाली भए पनि असहाय नै हुँदै रहेछ। अहिले हाम्रो नेपालमा जुन विपत्ति आइरहेको छ नि, र हाम्रो नेपाली बा आमा दिदी बहिनी दाजुभाइ पीडामा हुनुहुन्छ, दुःखमा हुनुहुन्छ है। उहाँहरूको लागि हामी एक अर्का हातोमालो गरेर साथ दिएर अगाडि उहाँहरूको लागि केही सहयोग गरौँ भनेर हजुरहरूको अगाडि आएको हो। जति सक्दो जे गर्न सक्छौँ गरौँ, त्यही गएर केही गर्न सक्छौँ भने गरौँ, जान सक्दैनौँ भने हामीहरूले है केही रकम जुन सरकारले दिनुभएको क्युआरमा हालेर हामीहरूले सहयोग गरौँ है। अब थोरै भए पनि हुन्छ, बरुभन्दा दिनको एक चाक नखाऊँ तर उहाँहरूलाई केही सहयोग गरौँ। अहिले उहाँहरूको छत छैन, लाउने लुगा छैन है। त्यसैले म भन्न पनि सकेको छुइनँ है। हिजो रातभरिदेखि एकदमै के भन्नु र है। तर मैले पनि अलिकति सहयोग गरेको छु र म हजुरहरूलाई पनि विनम्र अनुरोध गर्दछु, हजुरहरूले सक्ने जति सहयोग गर्नुहोला है। थोरै होस् धेरै होस्, अहिले हाम्रो नेपाल र नेपाली सबैजना एक हुनुपर्छ र मानवताको हिसाबले पनि एकदमै सहयोग गरिदिनु हुन हजुरहरूलाई अनुरोध गर्दछु। सेवारो मेरो तर्फबाट 1,01,051 रुपियाँ सरकारलाई सहयोग गरिसके। अब हजुरहरूको पालो। थोपा थोपाबाट समुद्र बन्छ, त्यसैले हजुरहरूले गर्नु सक्ने सहयोग कृपया गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।